to my channel. Today I am going for the trekking, my first ever trekking. I am so excited. So let's watch my vlog together. Hello guys, अब हामी बाइपास जानको लागि गाडीमा बसिसक्यौँ. हेलो. अब हामी खाजा खाँदैछौँ. सकिसक्यो. कौन है ये लोग? कहाँ से आते हैं? सम्पू हेर सम्पू. हेलो. अब हामी दोस्रो जिल्ला आइसकेका छौँ. नुवाकोटको सीमा समाप्त भएर अब हामी रसुवा जिल्लामा प्रवेश गर्दैछौँ. लाङटाङ नेसनल पार्क. बिचबिचमा राम्रो, बिचबिचमा खत्तम बाटो छ है. अहिले फेरि राम्रो बाटो पनि आउँछ. ल अब हामीहरू खाना खाँदैछौँ. खाना अब हाम्रो यात्रा यहीसम्म थियो गाडीमा. अब हाम्रो पैदल यात्रा सुरु हुँदैछ. हामी झर्दैछौँ. अब हामी हिँड्छौँ. यसरी हिँड्छौँ. ल अब हाम्रो स्याप्चेबाट चाहिँ हाम्रो यात्रा सुरु हुन्छ. हिँड्दैछौँ. ल हाम्रो यात्रा सुरु भइसकेको छ. वी आर वाकिङ. यो गोसाइकुण्डसम्मको रुटको म्याप हो. अनि यहाँ मन्दिर पनि रहेको छ. Sorry guys, sorry. चाहिँ हामी एउटा ठाउँ आइसकेका छौँ. यति हिँडेर आइसक्यौँ हामी यहाँ. अब हामी यहाँ आइसकेका छौँ. हाम्रो यात्रा अब देउरालीको छ. हामी आइसकेका छौँ. त्यो भारीबाट हामी 60% जति बाटो हिँडिसक्यौँ देउरालीको लागि. गोसाइकुण्डको लागि त कति धेरै छ अब हेरौँ है कतिसम्म पुग्छौँ हामी. अब हामी यहाँ छौँ. हेलो. के छ गाइज? अब हामी देउराली आइसक्यौँ. भन्छन् नि देउरालीमा बतास चल्यो. त्यसै बतास चलिरहेको चिसो छ. अब चाहिँ हामी देउराली आयौँ.
चाहिँ कस्तो राम्रो हिमाल छ, कस्तो राम्रो देखिरहेछ। कुन हिमाल हो त्यो? कस्तो राम्रो हिमाल गाइस, लुक एट दिस। अब हामी धिम्सा पुगिसक्यौँ। मेरो हात पड्क्यो कि यहाँ देखिन्न न, तर छ नि। हेलो गाइस, अब हामी आगो ताप्दैछौँ। हाम्रो खाजा चना अन्डा। गाइस सनराइज हुँदैछ, हेर्नुहोस् हजुरले। सम्पु सम्पु। अब हामी हिँड्दैछौँ गाइस, वी आर वाकिङ। ल सास पहिले बढिसक्यो। चाहिँ हामी हल्का सम्म बाटो आइसक्यौँ। म त कुदेर पनि जानु सक्छु। हेलो, कस्तो राम्रो ठाउँ आछ हेर्नुहोस् हजुरहरूले। होइन अब चाहिँ सम्म बाटो छैन, म दगुर्न सक्दिनँ। एउटा पोइन्ट आछ, एउटा जक्सन। ल यो चाहिँ हाम्रो चिज फ्याक्ट्री गाइस, लुक एट दिस। चिज खान मन लाग्यो आउनुहोस् है, गोसाइकुण्डको बिचमा पर्छ। प्योर चिज पाइन्छ यहाँ। होइन जाने बाटो यो चन्दनबारीदेखि छोलनपाट, अनि यो के हो फोरफाङ जाने बाटो। हामी 6 घन्टा दुन्चेबाट यहाँ आइसकेको रहेछौँ। कति थोरै हिँड्छौँ है, 6 घन्टा मात्रै। ल यस्तो छ बाटो। बारी आइपुग्यौँ, चन्दनबारी एकदम राम्रो लाग्यो। चन्दनबारी चाहिँ एकदम राम्रो छ है। हेलो, ल हाम्रो चन्दनबारी त्यहाँ एको स्ट्याचु पनि रहेछ। एको तलमा घोडा खच्चड सबै छ। दिस इज आइस। पुरै जमेहा यी आइस खतरा छ नि। गाइस खतरा भ्यू हेर्ने हो, खतरा। एउटा कस्तो राम्रो ठाउँ आइसकेको हेर्न सक्नुहुन्छ हजुरले। हामी धर्मद्वार, यो चाहिँ हाम्रो यो धर्मद्वार। अब गोसाइकुण्ड जान हामीलाई 7 किलोमिटर लाग्छ, 3 घन्टा 30 मिनट। अनि यहाँ कस्तो राम्रो हिमाल देखिरहेछ हेर्नुहोस्, कस्तो राम्रो देखिरहेछ। वाउ। हेलो गाइस, अब हामी चोलाङपाटी आइसक्यौँ। कस्तो राम्रो छ चोलाङपाटी। यो चाहिँ हाम्रो चोलाङपाटी। अझै हामीलाई 6 घन्टा ठुलो स्याहारको जानु परेछ। हेर्नुहोस् हिमाल कस्तो राम्रो छ। ल साथीहरू, अब हामीले
खाजा खाँदैछौँ चोलाङ पार्टीमा। साथीहरू अब हामी चाहिँ एउटा भ्यू पोइन्ट जस्तो एउटा विश्राम कक्षमा आइसकेका छौँ। हेर्नुहोस् कस्तो राम्रो see the magic of oh my god ल है ल हामी विश्राम गर्दैछौँ विश्राम अब हिँड्छौँ। हेलो हेलो गाइज हाई ल लुक एट दिस oh my god wow हेर न वा जुम त्योहरू अब चाहिँ हामी लौरी बिना आइपुग्न लाग्यौँ। हजुरले लौरी बिनामा यस्तो पुरै हिउँ जमेको देख्न सक्नुहुन्छ। त्यहाँ सम्पू आउँदैछ हेर्नु त ब्ल्याक आइस। हजुरले व्हाइट आइस देख्नुभयो होला ब्ल्याक आइस ऊ त्यो लौ पर्वत छ त्यहाँ। हजुरहरू घर बसिरहनु वाला हामी यस्तो राम्रो देखिरहेको ल हेलो गाइस कस्तो नजिकबाट हिमाल हेर त कति नजिक छ। लुक एट दिस लास्ट नजिक यस्तो उकालो गड हेर्न सक्नुहुन्छ। अनि हिमाल कति नजिकै छ। Oh my god! What is that? यिनीहरू राम्रो सनसेट हेर्छ। Oh my god. Oh my god! Wow! अब चाहिँ फाइनली सनसेट भइसकेको छ। हेर्न सक्नुहुन्छ त ओरेन्ज लाइन एन्ड द क्लाउड कस्तो राम्रो देखिरहेछ। अब चाहिँ हामी बुद्ध मन्दिर आइसकेका छौँ। यो हेर्नुहोस् यो हाम्रो बुद्ध मन्दिर। ऊ त्यहाँ पारि पनि बुद्ध मन्दिर छ। कस्तो खतरा छ है। धेरै देखाउनु पर्दैन तर देखाइन्छ। हेलो गाइज अब हामी यहाँ बुद्ध मन्दिरबाट चाहिँ अब यहाँबाट सिडीको बाटो जान्छ। ल भयो र अब हामी चाहिँ हल्का तेर्सो बाटो लागिरहेछौँ। हेर्नुहोस् दामी बाटो छ। अब चाहिँ हामी यो नागकुण्ड आइसक्यौँ है। कस्तो कालो पानी छ नागकुण्डमा। यस्तो बाटो छ। मान्छे आउँदै हुनुहुन्छ गाइज। नागकुण्ड हिमाल छ ल गाइज। यस्तो खतरा फेरि उकालो चढेर त्यहाँ पारि चाहिँ गोसाइकुण्ड। साथीहरू अब चाहिँ हामी गोसाइकुण्ड आइसक्यौँ फाइनली। हेर्नु लुक एट दिस ब्युटी। गोसाइकुण्ड भनेको यो चाहिँ भैरव कुण्ड रहेछ। कस्तो राम्रो रहेछ भैरव कुण्ड। ब्लू वाटर कस्तो राम्रो। गोसाइकुण्डको तल पर्दैछौँ। भैरव कुण्ड र गोसाइकुण्डमा हल्का कन्फ्युजन भएको छ। नजिक नजिक रहेछ क्या। We are moving. You have to go. We have reached our destination.
अब हामी गोसाइकुण्ड आयौँ गोसाइकुण्ड हो Look at this beautiful त्यहाँ मन्दिर छ अनि पारि फेरि अर्को कुण्ड छ त्यहाँ हेलिकप्टर कसैलाई हेलिकप्टरमा आउँछ भने 2 मिनटमा झरेर दर्शन गरेर जान मिल्छ ल त्यसै त नजिक जानु मन छ तिमीलाई खाजा खाँदैछौँ गाइज खाजा केही देखेको छैन पुरा सकिन लाग्छ छ बाई बाई हिमाल कस्तो राम्रो भ्यू छ ओ माई गॉड हेर्नु त सनसेट हुन लाग्छ अब आन्टी आउनुहुन्छ अब चाहिँ हामी पर्खिँदैछौँ मिनी गोसाइकुण्ड हो यो ल अब हामी काठमाडौँ आइसक्यौँ सो बाई बाई गाइस